विशेष गरी जनजातिहरूलाई चाहिँ मनपर्ने भनेको नाचगान होइन, सांस्कृतिक कार्यक्रमहरू, त्यस्तैमा खाने रमाइलो गर्ने, त्यसमै अल्झेर बस्ने पनि स्थिति देखिन्छ क्या होइन। चेतना अरू अब त्यहाँ कुनै राम्रो कुरा हुँदैछ अरे सुन्न आउनुहोस्, दुई चार कुरा बुझिन्छ सुनिन्छ भन्यो भने त्यहाँ मान्छेहरू जान खोज्दैनन्। अनि नाचगान छ अरे, रोदी छ अरे, दोरी हुन्छ अरे भनेपछि त्यहाँ फेरि टाउकल टेकेर पनि पुग्या हुन्छ होइन। गाउने पुरा उर्लेर गाउने पुरा उर्लेर पनि गइरहेको हुन्छ। कुनै विद्वानहरूको कुरा सुन्नु होइन भनेपछि त्यो कुराहरूमा मान्छेले त्यति इन्ट्रेस्ट नदिने क्या। अब हाम्रो जनजातिहरूमा चाहिँ विशेष गरी अब एक किसिमले लाउरे प्रवृत्ति छ नि त, पहिलेदेखि लाउरे संस्कारले गर्दाखेरि जहिले पनि एउटा अभाव, आर्थिक रूपमा चाहिँ अलिक सम्पन्नै छन् होइन। उनीहरूमा त्यस्तो सबैजना अब विदेश गएर कमाइरहेको हुन्छ। त्यसले गर्दा अब के गर्ने र दुःख किन गर्ने र भने जस्तो पनि होला जस्तो लाग्छ होइन। राजनीति गर्न दुःख पनि त छ नि, खटिनु त्यस्तै पर्छ, हिँड्नु त्यसै पर्छ, समाजसेवा गर्ने खर्च गर्नै पर्यो हो नि हो। अलिकति उनीहरू अब खटिन पनि नसक्ने जस्तो, अलिकति सुविधा भोगी भनौँ जस्तो सुविधा भोग्ने। त्यही त अब आफू सुविधा कस्तो भने अब म सम्पन्न छ किन चाहियो, किन राजनीति गर्नु पर्यो र होइन। अब तपाईँको लोकल लेभलमा भने किन वडा सदस्य बन्नु पर्यो, किन वडा अध्यक्ष बन्नु पर्यो होइन। केलाई बनिरहने अब भइहालेछ, पुगिहालेछ, कानमा लाउनु भने जस्तो त्यस्तो जस्तो होइन। सेवा किन गर्नु। एउटा फेरि अरू समुदायको चाहिँ कस्तो हुन्छ नि, त्यो नेतृत्व लिन चाहने, अगाडि बढ्न चाहने होइन। उनीहरूको फेरि संस्कार पनि त्यो हुन्छ क्या। तपाईँको कस्तो हुन्छ नि, हाम्रो जनजातिहरू आदिवासी जनजातिको संस्कारमा चाहिँ मेरो अनुभव सुन्दाखेरि चाहिँ अब हाम्रै पुस्ता हो पढेको भने होइन, मेरो पुस्ता म होइन म। अब त अरू आर्यन समुदायको स्थिति हेर्ने भने उनीहरूको त बाजे भन्दा अझै बराजुको पुस्ताबाट उनीहरू पढिसकेका हुन्छन् क्या, शिक्षित भइसकेका हुन्छन्। चेतना त्यति साह्रो त्यो चेतना आइसकेका हुन्छ भनौँ न, त्यसरी चाहिँ पुगेको छ कि पुगेको छ उनीहरूको। त अब राजनीतिक चेतना त्यो छ, किनभने अब अध्ययन पढाइ त अब मुख्य हो नि त होइन। पढेपछि नै हामी कुनै पनि कुरा जान्न सक्छौँ नि होइन, भनेको कुरा पनि सुन्न सक्छौँ, बुझ्न सक्छौँ होइन। त्यस्तै गरेर अब किताबहरू पढेर हामी नलेज लिन सक्छौँ भनेदेखि अब जब पढेकै छैन हाम्रा बाजे बराजुहरू पढे लेखे छैनन् नि, उहाँहरूले हामीलाई कस्तो खालको संस्कार ट्रान्सफर गर्नुभयो त, त्यो छैन नि त होइन। अब आर्यन समुदायमा हेर्ने भने उनीहरूको पुस्तादेखि पढेर होइन एउटा उनीहरू त्यो समाज सक्षम बनिसकेका हुन्छन् क्या। अब हाम्रो त भर्खर हाम्रो पुस्ताबाट पढेको होइन। मेरो बुवा आमा चाहिँ अब ल्याप्चे नै हुनुहुन्थ्यो होइन। अब हाम्रो साथीहरूको आमा बुवाको कुरा गर्ने भने उहाँहरूको अब त्यो डिग्री पास गरिसकेका आमा बुवा पनि होला होइन। हामी सरका साथीहरूको त्यस्तो हुन्छ क्या। त्यही भएर एउटा हामीले कस्तो संस्कारमा हामी हुर्क्यौँ, कस्तो वातावरणमा हामी हुर्क्यौँ, त्यसले पनि असर गर्ने कुराहरू हो के। मलाई त्यस्तो लाग्छ, मेरो अनुभव चाहिँ यो चाहिँ मैले